गाइज है वेलकम ब्याक टु माई एनदर ब्लग है। मैले त ब्लग नआएर धेरै दिन भइसकेको थियो। मैले फेरि अनि अर्को ब्लग आज सुरु गरेको। म चाहिँ गोर्खा आएको छु। गोर्खा आएर नि हामी चाहिँ आज चाहिँ गोर्खा कालिका मन्दिर घुम्न जाने प्लान छ। कालिका मन्दिर जाने माथि आएको उकालोमा बाटोमा यहाँ दाइ आछ साना सत्रङ्गै थकै लगाएर बाटोमै ढुङ्गा सुतिसक्नु भयो। हेर्नु सक्नुहुन्छ। हेर्नु न गोर्खा बजार कस्तो बवाल देखेको कि। गोर्खा बजारको भ्यू हेर्नु बवाल देखेको कि। बाटो हेर्नु न ठाडै ढुङ्गा पुरै ढुङ्गा परबाट आउने कि पुरै हेर्नु कहाँसम्म आयो यो हेर्नु ठाडै कहाँ पुग्नुपर्छ। त्यता हुँदै त्यो कटेर हुँदै माथि कता जाने यो बाटो छ भनेर आयो आन्टीहरूले भन्नुभएको थियो। पुरै यस्तो बाटो जानुपर्छ यार। यहाँ फोटो खिच्न थालिसक्यो। अब आज घाम छ यस्तो घाम त्यहाँ 1 बजे पुगिन्छ। जामा छिटो। यो उकालो उक्लिङ है यस्तो घाममा यो उकालो यस्तो बवाल डेन्जर छ नि यो उकालो। साह्रै ढुङ्गा बाटो छ भन्नुहुन्छ आन्टीहरू सोधेर आएको। आफू हामी अहिलेसम्म आएन यो बाटो माथि जाम अनि के हुन्छ कहाँ पुगिन्छ अहिले देखाउँछु म। ओ यहाँ बिचको हेर न 5वटा फलाक सिँढी नै छैन। कहाँले उक्लिने हेर्नु गाई। यहाँ त सिँढी टेकेर आएँ यहाँ माथि काटेको जाम म छैन बाटो नै। हेर अब एउटा सिँढीमा हेट अँठ्याउने टेक्ने हेर्नु त्यही दाइको बिचको हेर्नु है खाल्डो साना कन्या त्यही हेर गाइज हेर्नु त्यहाँ। साना कन्या हेर्नु न साथीहरू है। युट्युबमा बबाल कमेन्ट हेर्नु त्यहाँ हेर्नु पोजेन पछिको त काम पाएन। अनि फोटो यति भिडियो चाहिँ जानु जाने बेला अनि हामी मन्दिर पुग्दै 2 बज्छ। अनि यो हे बाटो हेर्नु बाटो अब खै आउँछ त यहाँनिर साना हेर्नु त मैले त्यहाँ देखाएको छु। जोन सेना त्यहाँ हेर्नु कन्या त्यहाँ कन्या त्यहाँ हेर्नु हात हाल त हाई गर्नु त। म यसको युट्युब च्यानल छ यसलाई नि सब्सक्राइब गर्नु सबैजनाले। म यसको लिङ्क हालिदिन्छु सब्सक्राइब च्यानलमा के अरे म डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छु सम्भवको नि साना हुन्छ नि। अब चाहिँ स्यासे भएर भर बिहा नआएर मान्छेलाई बुढाबुढी स्यासे भए अब के अब कमेन्ट आफै राम्रो कमेन्ट गरिदिनु होला। कान्छो मामाले कमेन्ट गर्नुहुन्छ मिठो कमेन्ट हाल्नुहुन्छ यस्तो भिडियोमा है। कान्छो मामाले भिडियो गर्नु कमेन्ट मिठो गर्नु है मामा तपाईँलाई भनेको छु। त्यसपछि अब यी बाटो यस्तो खत्तम छ सिधै मन्दिर भन्दा तल सिँढीमा पुगेपछि भेट्छु त म चाहिँ है त। त्यति दिनसम्म बाई बाई। हेर्नु न गोर्खा बजार कस्तो कुचुमुचु के ऊ त्यो चाहिँ होटेल हो। त्यो सानो त्यो होटेल नाम के अरे 3 स्टार होटेल गोर्खा गार्डन होटेल हो। अनि यता कुन छ उता होइन त छेपेटार बजार हो। यता पाइले डाँडा त लिलीगुड हो। यहाँ कुहिरो लाएर केही देखेँ होइन लिलीगुड झन्डा देखिन्थ्यो होला। हामी चाहिँ त्यहाँ लिलीगुडबाट यता कालीकोट भन्न आयो। यता गोर्खा दरबार गोर्खाको कोट घुम्न आयो। यो ओल्ड क्यापिटल बोर्डिङ हो गोर्खाको। यही उकालो बाटो हेर्नु गाडी अब यहाँ कहाँ जाने खै बाटो छैन। देखाउनलाई फेरि भिडियो गरेको मैले यहाँ चाहिँ बाटो कहाँ छैन। यस्तो बाटो हेर्नु ढुङ्गा यस्तो बाटो आफू हामी नि हिँडेर त्यो सिँढी बाटो नसिँढेर आउँछ छ। यसको यहाँ हालत टाइट भयो। चितवनको मान्छेको त हालत टाइट भइसक्यो यति उकालो उक्लिँदैन। शक्ति स्कुल देखिरहेको शक्ति स्कुल हो यो चाहिँ उयो देखेँ भाइ कुदिरहन्छ आँगना ग्राउन्डमा। त्यहाँ साथी छ मेरो अदालत उयो अदालत हेऱ्यो यो चाहिँ गोर्खा जिल्ला अदालत हो है। अब हामी चाहिँ बाटो छैन बाटो खोज्दै जानुपर्छ। बाटो के भयो भने भिडियो गर्ला नत्र मन्दिर पुगेपछि भिडियो गर्छु। अब चाहिँ छैन नत्र अँठ्याउँदै हिँड्नुपर्छ। मोबाइल अँठाउनु छैदैन हातबाट मोबाइल हातमा अँठाउनु छैदैन। अनि घामले आँखा हेरेर डाउँछ भएन मोबाइल अँठाउँदै के अरे घाँस अँठाउँदै हिँड्नुपर्छ। भिडियो चाहिँ गर्न मिल्दैन अहिले। म सिधै मन्दिर तलपट्टि गएपछि भिडियो कन्टिन्यू गर्छु। त्यति बेलासम्म चाहिँ म जान्छु अब है त। मन्दिर जाने आज हेर्नु यस्तो काम छैन
त्यो अन्डीले सोधेर बाटो खाउन आएको ल अब बाटो कहाँ थाहा छैन जङ्गलै न बाटो न गाडी कहाँ जान्छ मन्दिर माथिमा माथि माथि बाटो खाउन आएको माथि माथि त यो रुखहरू पहरो घारी भयो केही छैन स्यास्या भयो यी सानाहरू सब यहाँ दाइ दङ परेर बस्यो नि कहाँ जाने कसो गर्ने भनेर हात मस तल गोर्खा बजारदेखि देखिरहेको स्यास्या भाइ दाइ के भन्नु नि त ल पस्ने भयो गाइज कहाँ पुगिनु बिहान खाएको त सबै हरायो त के खाने होला अब हामी पनि जान्छौँ है बाटो यतापट्टि उक्लिनु छैन यतै उक्लिन्छु म नि कहाँ पनि जाने त्यही सल्लाह यो सल्लाहको पात चिप्लेर फेरि खुट्टा दुखेर भएन कि लास्टै यता जस्तो लाग्यो मैले त यता काठमाडौँ यतापट्टि गएर यता जाने होला कि हामी उल्टो बाटो आयो कि यता जस्तो लाग्छ मलाई चाहिँ मन्दिर जाने यतापट्टि गएर यता आयो है म चाहिँ माथि गएर हेर्छु है गाई छ हामी चाहिँ उयो बल्ल बल्ल मन्दिरको सिँढी फेरि आइपुग्यो मन्दिर चाहिँ यता हो सिँढी बनाउँदैछ यहीँ बाटो बनाउँदैछ साना स्यासेर सुसु गरेर लड्न आँटिहालिन् दाइ अगाडि छ अलि कम भएर बल्ल भिडियो बनाएको स्यासेको हुनु कम भएर गाई चाहिँ त्यहाँ हेर्नु घोडा हेर्नु घोडा हो There is a horse. There is a big horse. अस्ति आउँदैन एक घोडा थियो ऊ जान्छ ए बाँदरहरू पखाउन कति खायो यहाँ ऊ मन्दिर बाँदर देखिसक्यो ऊ ऊ बाँदर यहाँ आयो आउँदैन ढुक्क बस एउटा बाँदर यहाँ छ है के खानेकुरा तिमी ल्याउँदै ल्याएन नि है बिस्कुटहरू एउटा बाँदर यहाँ छ एउटा बाँदर यहाँ छ है ओ सर सर अब हामी चाहिँ एकछिन बस्छौँ बल्ल मन्दिर माथि नै गएर ल्याउँछौँ है गोर्खाकालिका मन्दिर हेर बाँदरै अरे कहिले जाने हामी चाहिँ मन्दिर इन्टर भयौँ है अब चाहिँ साना ल साना इन्टर हुन्छ ल साना इन्टर हुनुभयो म पनि भित्र छिर्छु है मन्दिर फेरि आहा कस्तो मिठो शीतल छ मन्दिर बल देखियो कि अब उक्लिन्छौँ मेरो चाहिँ भिडियो बनाइदिनु ल ल ठिकै छ सबैजनाले दर्शन गर्नु है त देउताको लास्टै के पसिना टावर छ गए टावर नै छ डाँडा ऊ टावर छ घोप्टे फुल हेर्नु कस्तो बबल छ क्या हाम्रो घर छ घोप्टे फुल हुन्छ हामी चाहिँ ए सारा सुसु भयो कस्तो बबल फुल छ क्या बाटा ओए ल फुल छ फुल्टिनु हामी चाहिँ ल उठाउनु देखाउनु भिडियोमा देखाउनु त म सिक्छु फुल ल अरू टिपाउ त उतै भएको टिपेन हुन्छ क्या नकुल्चेको त्यही माथि भाउ झरेको के ए आइदेखि मैले त ल हेर्नु होला गाइस के खानुभयो उहाँले बाँदर आउनुहोस् यता के खानुभएको दिस इज मोबाइल नट खानेकुरा हत्ती आहा बाँदर चाहिँ जिस्काउँदै आएको छ है सोल्टी यहाँ
समाउने त आउँछ भाइ त नगर आउँदैन बाँदर चाहिँ खानेकुरा सम्झेर आहा है सानो फुलाउने ती ओइ फुल्ला घर है पूजा गर्नु त पूजा सबै पूजाको सरदम लिएर आउनुहुन्थ्यो खाना खाएर हामी त्यही भएर ल्याएनौँ बिहान आएको चाहिँ ल्याउँथ्यौँ हामी घाम के उकालो ल्याएर पसिना थकेर अब मन्दिर आएपछि चाहिँ त्यस्तो थके लाग्दैन आनन्द हुन्छ ए अब मेन मन्दिर गेट चाहिँ यो हामी चाहिँ मन्दिर इन्टर भयो है त अच्छा गर्नु सबैको यो बास्ना सुन्दा चाहिँ कस्तो आनन्द लाग्छ यस्तो वाला बास्ना सुन्दा मान्छे सपराइ हुन्छ यो चाहिँ को यो मन्दिर बहिनी ठाउँ छ मेन मन्दिर चाहिँ भित्र पूजा गर्ने ठाउँ छ मन्दिरमा आइपुग्यौँ है मन्दिर चाहिँ यस्तो बाँदरहरू पनि त्यहाँ खोज्नलाई बाँदरले त्यहाँ ठुलो बाँदर छ मान्छेले देखेर खोज्नलाई पूजा गरिरहनु भएको छ यहाँ ल सानै के भन्नु ल मन्दिर यहाँ बाँदरहरू कस्तो बबालको बाँदर क्या क्युट क्युट ऊ त्यो चामल खायो नि त्यहाँ चामल घरि खाएर न ऊ त्यहाँ पनि चामल खाएको त्यहाँ पनि गाई चामल खाएको बाँदर त्यहाँ मुले पनि खटाएको मुले नि पुरै बना भिडियो बना सर्ट भिडियो बना न टिकटकमा हाल्नुहुन्छ अनि गोर्खा आवेला अरू सबैले अनि भात दिनुहुन्थ्यो तल आएर गुले लिएर आउनु नि त नगइकन खाना खानु त्यही घर आएर सुत्थ्यो अरे अङ्कलले गुले लिएर आएर चाहिँ मात्र भागेको कि अनि आएन बसिरहने घर कुर्ने कस्तो थाहा हुन्छ अब कुकुरलाई परेवा यहाँ मौरी नछ कस्तो बाँच्ने कुकुर एउटा 15 वर्षको ऊ त्यो चराको धेरै बाँच्दैन यहाँ मौरी नछ मौरी यहाँ परमा चाहिँ गुली ल्याइदिएछ यहाँ पूजा गर्छ यहीँ परेवा छ हामी चाहिँ पूजा गर्छौँ एकछिन मन्दिरमा है हेर्नु न मन्दिरको डिजाइन हेर्नु न मलाई मनपर्छ यो हेर्नु न चरो पिकक जस्तो कि कस्तो बवाल चरो हेर्नु न चरोले किन लाग्ने हेर्नु न स्ट्रक्चरको मन्दिरको यस्तो बवाल छ कि है अब चाहिँ हामी चाहिँ घुम्छौँ एकछिन वरिपरि हेर्छौँ पूजा गर्छौँ यहाँ बगौनी काट्नु लानु पर्छ भ्यू हेर्नु न भ्यू यहाँ कस्तो ठुलो छ कि मन्दिर है यो मन्दिर सबैले दर्शन गर्नु हामी चाहिँ भिडियो गर्छौँ एकछिन पूजा गर्छौँ एकछिन अनि त्यसपछि बिस्तारै झर्छौँ भागे भागे सोल्टी भागे भ्यू हेर्नु भ्यू लुक एट द भ्यू अहिले हेर्नु बेलुका थिएँ मेरो मलाई अहिले यति नदेखेँ अहिले खिचेर है यस्तो बवाल छ कि मन्दिरमा खाताहरूको हेर्नु न गाइस भ्यू अङ्कलले गुली लिएर आउँदाखेरि चाहिँ भनेर 7 टकर भागे सबै अन्त सब खोजिदिन्छ होला है अनि त्यही भएर यहाँ लड्नुहुन्छ त्यसपछि अब हामी चाहिँ पूजा गर्छौँ झर्छौँ है बाटो मन्दिर हामी चाहिँ गाइज होइन मन्दिर घुम्यौँ कहाँ
खाउँछु हुन्थेँ यता मैले मोमो खाउँछु भनेको थिएँ अरे मोमो खाउँछु मैले तल लगाएर है म त खाने यार किन गोर्खाकालीको भ्यू हेर्नु यो डाँडाबाट माथिबाट हामी चाहिँ यो तल्लो काली चाहिँ यो अरे गोर्खाकालीको तल्लो कालीका मन्दिर चाहिँ हो अरे माथिल्लो यता जाने बाटो अरे सानामा बसिरहनु भएको सानो त्यहाँ बसिरहनु भयो यताडि माथि जान्छौँ त्यता टावर भातिर होला मन्दिर त्यता जान्छौँ हामी भ्यू हेर्ने अरे फर्किन्छ जस्तो लाग्यो जानु अहिले माथि के हुन्छ र यहाँ पुडिने काम होइन घाम हो त्यही लिएर हामी चाहिँ तल मन्दिर घुम्यौँ पसिने भएको छ एकछिन बस्यौँ मन्दिरमा खायौँ अनि त्यहाँ चटपट खायौँ पानी सानी खायौँ कम्प्युटर ला यहाँ यो फेरि यस्तो छ भाइको पर्को दिउँछ नि कहाँ कहाँ गीत बनाउँदै कपिराइट लाग्छ ल्याएर ठोसाउँछ मोबाइलमा ल्याएर बनाउँछु त उजा सबै भिडियो कपिराइट ला छोड्ने भयो यार अब हामी चाहिँ उपल्लो मन्दिर उपल्लो काली नि बाटो ठाउँ छ अरे त्यहाँ जान्छौँ है घुम्न अनि त्यहाँ घर देखाउँछौँ अनि फर्किन्छौँ आजलाई आएको बहिनी बोर्डिङ गइ छ अनि बोर्डिङ 4 बजी आउँछ घर आएको कोही छैन पुग्नु पऱ्यो नि कोठामा जान्छौँ पुरै उकालो हो क्या जान्छौँ माथि मन्दिर पुगेपछि चाहिँ भेट्छौँ है त मन्दिरतिर देखाएर अनि त्यहाँदेखि हामी फर्किन्छौँ हाम्रो चाहिँ हामी चाहिँ घुम्दा घुम्दै यहाँ नेपाली टेलिभिजन गोर्खा प्रसारण केन्द्रमा आइपुग्यौँ यत्रो ठुलो छाता छ यहाँबाट सबै प्रसारण हुँदो रहेछ ए टावर यत्रो छ यहाँ एनटिसीको टावर फेरि एनटिसीको टावर यति ठुलो छ कुखुरा लडिसक्छ ए कत्रो नभएर चाहिँ अवाल ठाउँ रहेछ है यो बाटो यस्तो ठाउँ हामी चाहिँ आइपुग्यौँ अब चाहिँ अन्त माथि कोटनी छ अरे एउटा सानो मन्दिर उपल्लो कोटको अनि तल त्यहाँ भ्यू टावर छ अरे भ्यू टावर जान्छ अहिले भ्यू टावर त्यहाँदेखि भिडियो गर्छु अनि मन्दिर जान्छु थाकिँदो रहेछ तर गाउँमा बस्ने अलिअलि बानी पऱ्यो हिँड्ने हामी म त हिँड्ने नि त साना दाइ त थाकेर हिँड्नै गाह्रो माथि मन्दिर जान्छौँ त्यसपछि चाहिँ अनि मन्दिरको देखाउँछु के छ गफाइरहनु साना है तर हामीसँग त मोटो चाहिँ माछा त्यहाँ मोटाएर के हुन्छ तपाईँ त पुक्क खाने हामी उपल्लोकोट आइपुग्यौँ है हामी उपल्लो मन्दिर नै आइपुग्यौँ है उपल्लोकोट लेखेँ अनि यहाँ भगवान् वज्र भैरव लेखेँ अब हामी कहिले आउने यहाँ आज अब पछि कहाँ भइन्छ आबेला दर्शन गरौँ है त्यसलाई याद नै हुन्छ मेमोरी हुन्छ एउटा बेस्ट पार्ट अफ मेमोरी हुन्छ यहाँ हेर्नु न के हो यो उखल जस्तो के मन्दिर छ है घन्टी बजाऊँ है तीनचोटि बजाऊँ कत्रो त्रिशुल त्यहाँ दाइले लगिरह सानो आइपुग्नु भयो म चाहिँ अहिले पूजा गर्छु यहाँ माथि छ कि हेरौँ है माथि के छ जुत्ता लाउनु मिल्छ मिल्दैन आयो ए यहाँभित्र बस्ने ठाउँ रहेछ बस्न मिल्नु त बस्नलाई बनाएर उभिएरदेखिको यहाँ पूजा गर्ने ठाउँ रहेछ यहाँ चाहिँ यहाँ त्रिशुल राखेको बोरामा बस्न मिल्ने ठाउँ छ बोल्लोको बोट यो लालीगुराँसको फुलको रुट लालीगुराँस फुलको रुख जस्तो लागेको चाहिँ हो कि होइन हो अनि यस्तो टालिया चाहिँ यहाँ त के लेखेको निलो रातो हरियो धर्छ के लेखेको यसमा यहाँ रहेछ कोट मन्दिर चाहिँ नटेक्ने त्यहाँ थान हेर भूमि थान पूजा थान टिक्दै हिँडेको उयो यहाँ माथि टेक्दा के हुनु यस्तो जङ्गलको बिचमा यस्तो आनन्द नेचर नै बवाल छ कि एकदम पिस सानो कुदार्नु भयो अब चाहिँ टावर छ अरे
यहाँ यता तल कता टावर छ भनेर यहीँ सबले भारे छ टावरमा जान्छौँ अनि टावरमा चाहिँ भ्यू टावरबाट त्यहाँ भ्यू देखाउँछु भ्यू टावरमा बस्छौँ अहिले चाहिँ हामी तल जान्छौँ है यता तल हो रे अनि भ्यू टावरमा गएर भेट्छु अब सो गाइस हामी चाहिँ भ्यू टावर आइपुग्यौँ है भ्यू टावरको बारेमा लेखाइ छ यहाँ पढ्न सक्नुहुन्छ यो भिडियो रोकेर पढ्नु होला पढ्न मन लाग्यो मान्छेले यी भ्यू टावर ए कति अग्लो दाइ गएको पुगिसक्यो म पनि जान्छु अब मलाई चाहिँ कस्तो मिठो शीतल छ कि बल्ल हिँड्नु बल्ल रमाइलो बिहान हिँड्दा उका ठाडै उकालो आउँथ्यो अहिले तेर्सै आएको ऊ हो त्यता माथि यताले आएको सानो आउँदैन हुन्छ उताले आउँदैन भयो अब चाहिँ म भ्यू टावरमा चढ्छु है हेरौँ न गोर्खाको भ्यू अझ माथि गएर देखाउँछु म रुखहरू बवाल ठाउँ कि सम्भव बवाल छ टावरको माथि आइपुग्यो म चाहिँ है हामी उतो टावरबाट आएको माथि देखेको हो त्यो टावरबाट हामी आएको है त्यहाँ गएको थियौँ ए टावर मासुली भन्नै मरिने यार हेरौँ यहाँ यस्तो टेकेर ओए ल भ्यू हेर्नु गोर्खा बजारको बल्ल ल अहिले मैले देखाउँछु होइन भ्यू ल हेर्नु भ्यू त्यो चाहिँ म्युजियम गोर्खा म्युजियम यो चाहिँ सङ्ग्रहालय हाडी हामी जाने क्या मिठो Look at the view guys तलपट्टि सेतु छ हामी जान्छौँ है घर ए यो भ्यू टावर अब हामी यहाँ फोटो खिच्छौँ अनि एकछिनमा घर जान्छौँ अनि हामी चाहिँ अब एकछिनमा घर जान्छौँ अब यसपछि चाहिँ हामी फेरि नेक्स्ट भ्लगमा भेटौँला तपाईँहरू वेट गर्नु होला म भ्लग अब चाहिँ म रेगुलर भ्लग हाल्ने कोसिस गर्छु दिनदिनै धेरै मैले भ्लग नहालेको टिकटकमा चाहिँ अलिअलि हाल्दैछु टिकटक भिडियो अलिअलि हाल्दैछु त्यसपछि अब युट्युबमा हाल्छु यो चाहिँ भिडियो चाहिँ अरू नै आउँछ बिस्तारै बिस्तारै के मिलेन मैले भ्लग बनाएको के मिलेन के बेरिया चाहिँ भन्नु होला एडभाइस दिनु होला म त्यो मिलाउने कोसिस गर्छु यस्तै छ नराम्रो कमेन्ट चाहिँ कसैले नगरिदिनु नराम्रो हो भनेर त्यसपछि अब चाहिँ ब्याक गरेर म चाहिँ गएँ अब अर्को भ्लगमा भेटौँला है त बाई बाई हेर्नु भ्यू अन्तिम भ्यू हेर्नु है गोर्खा बजार पुगेको बस पार्क नै हो ल गएँ त बाई बाई